वेलकम टु ब्याक माई न्यू एनदर भिडियो। आयो सबजना आरामै हुनुहुन्छ होला। म पनि एकदम धेरै आरामै छु। अनि मैले यो चस्मा किन लागेको भन्दा मेरो एकदम धेरै आँखा दुखेर आँखाबाट बारबार आँसु झरेर म चाहिँ नि लगाउन सुरु गरेको छु। र आज चाहिँ नि मेरो घरमा के हुँदैछ त साथीहरू। ओ माई गड, सो एक्साइटेड। तर मैले नखाने भए पनि म एकदमै धेरै एक्साइटेड छु, किनभने मम्मीहरूले त खानुहुन्छ नि जे भए पनि। अनि कस्तो यो बत्ती फ्ल्यास बाल्दाखेरि पुरै मेरो आँखामा आँसु झर्छ क्या, किनभने त्यो आँखामा लाइट बढी बोलेर होला है। अनि त्यस कारणले गर्दाखेरि अब म चाहिँ यहाँ मासु काट्न लगाइरहेको छु साथीहरू। अब हेर्नुहोस्, हेर्दै जानुहोस् कस्तो गर्छु। अब म चाहिँ नि स्ट्यान्डमा क्यामेरा राख्नुपर्ने हुन्छ। अनि म चाहिँ तपाईँहरूसँग गफ गरेर मासु काट्छु, पकाउँछु, देखाउँछु ल। सो गाइज, मैले चाहिँ नि मासु र हड्डी छुट्याइसकेको छु। हाम्रो हड्डी चाहिँ यहाँ हेर्नु ल, एउटा, दुईटा, तिनटा, चारवटा, यत्रोसँग 5वटा ल, यत्रोसँग 5वटा। हुन त यो ठुल्ठुलो पनि होइन, त्यति सानो ठुलो पनि होइन, सानै हो। किनभने यहाँ हेर्नु न, बङ्गुरको मासु यत्रो मामा सक्छ त कसैले खानका लागि। चस्मासँग सुहाएन होला है अलि। सक्छ त खान कसैले। अनि हाम्रो गाउँमा चाहिँ नि 2 घरमा आज बङ्गुर काटेको नि त। अनि 2 घरमा बङ्गुर काटेपछि पनि हामी एक घरबाट मात्रै ल्यायौँ, किनभने 2 घरमै बोलाउनु भएको थियो। तर हामीले एक घरबाट लिएर आयौँ। मासु मान्छेले धेरै खाँदैन, त्यही भएर नलिएर आएको 2 धानी। मैले पनि खाँदिनँ, अनि 2जनाले मात्र घरकोले खाने। त्यही कारणले गर्दाखेरि 1 धानी मात्र लिएर आएको। अब 1 धानीले मजाले पुग्छ, हामी तिहारमा खान पाएनौँ नि त। त्यस कारणले गर्दा यो लिएर आएको। मैले चाहिँ हिजो कुखुराको मासु ल्याएर खाइसकेको छु। अनि आज चाहिँ हाम्रो घरमा नयाँ पाहुना आउँदै हुनुहुन्छ। चाहिँ म अर्को भिडियोमा देखाउने छु। यो चाहिँ अब मासु चाहिँ नि यति धेरै परेको छ क्या साथीहरू हाम्रोमा। हुन्छ सबैकोमा पर्छ 1 धानी। अब तपाईँहरू घरतिर 1 धानीलाई कसरी पर्छ बङ्गुरको मासु भन्नु होला। हाम्रो गाउँमा चाहिँ नि 1000 रुपियाँ किलो पर्छ। अनि तानसेनमा चाहिँ नि 560 रुपियाँ किलो पर्छ क्या। अनि त्योभन्दा त धेरै गाउँमा सस्तो हुन्छ नि त। अनि हाम्रो घर पनि 2टा बङ्गुर हुँदैछ साथीहरू। म तपाईँहरूलाई अहिले देखाउँछु ल एउटा बङ्गुर, अनि अर्को लिएर आएको गरेर 2टा देखाउने छु। अनि म चाहिँ एकदम धेरै एक्साइटेड छु, हाम्रो घरमा 2वटा बङ्गुर हुने भयो। अब म चाहिँ यसलाई पकाउनु पर्ने हुन्छ यो मासुलाई। यो चाहिँ नि आज खानका लागि र यो भुटेर राख्नका लागि भुट्नु पर्ने हुन्छ। मेरो काम आज गर्नै छ। अनि भाँडा माझ्नु पनि छ साथीहरू, बिहान खाएको। ओ माई गड। अनि बल्ल म उता भाउजू घर जानुपर्ने हुन्छ। अनि हिजो भाउजूसँग मैले हिजो सापट्टि पैसा लिएको थिएँ नि त 1000 रुपियाँ, त्यो दिन जानुपर्ने हुन्छ। केही छैन, अब लिएपछि दिनैपर्छ है, जसरी भए पनि। आज भयो भोलि भए पनि दिनैपर्छ। अब हिजो लिएको आज दिन्छु म चाहिँ। ठिकै छ। अब म यो काटेर पकाएको भुटेको पनि देखाउँछु तपाईँहरूलाई, हेर्दै गर्नु ल। गाइस, मैले आगो पनि फुकिसकेँ। अब म चाहिँ मासु पकाउनु पर्ने हुन्छ। तर आगो फुक्दा यति धेरै पुट्टाउँछ नि साथीहरू, यो पुट्टाको मलाई एकदम धेरै मन पर्दैन। तर के गर्नु, आगो फुक्नै पर्ने बाध्यता छ। अब टक्क के बसाल्नुपर्छ, कालो करे बसाल्नु पर्ने हुन्छ साथीहरू। अनि त्यो पानी सुक्नु पर्ने हुन्छ यहाँ माथिको। अब हेर्दै जानुहोस्। अब मासु चाहिँ हाम्रो यति धेरै भएको छ साथीहरू। यो चाहिँ त 2चोटि पकाउनु पर्छ होला मैले भुटेर। अनि यो छुट्टै छ फेरि साथीहरू, यो मासु छुट्टै छ फेरि। सो गाइज, अब हाम्रो यहाँ कालो कराईमा सुकिसकेको छ पानी पनि। अब मैले यहाँ चाहिँ तेल हाल्नु पर्ने हुन्छ। यो तेल चाहिँ हिजो मैले के भन्छ अरे कुखुराको लेग पिस फ्राई गरेको तेल हो। तर यसमा गराउनु हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा भएन। तर जे होस्, म बनाइदिन्छु, छिटै खानुहुन्छ कि मम्मीहरूले। तेल यसरी हाल्नु पर्ने हुन्छ। अर्को तेल पनि छ सानो त, तर पनि म चाहिँ त्यही तेल फालिनु भन्दा त्यो तेल फालिनु भन्दा हालेको बेस्ट भनेर त्यही हालिदिएँ। म चाहिँ के गर्नुपर्छ साथीहरू,
मासु भुट्नुपर्ने हुन्छ। सो साथीहरू यहाँ चाहिँ तेल तातिसकेको छ है त्यसो नि। त्यसो पुट्टाएको छ नि त म माथिबाट खिच्नुपर्ने हुन्छ मासुलाई। अब यसरी हाल्नुपर्ने हुन्छ साथीहरू। यसरी 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 मासु हाल्नुपर्ने हुन्छ साथीहरू। लुजा लज्जा सबै सकिसकेको छ साथीहरू यहाँको। अब म चाहिँ यहाँ चलाउनु पर्ने हुन्छ। आगो पनि राम्रो हाल्नुपर्ने हुन्छ साथीहरू। झिझिमिझी बोलिरहेको छ। यति गरिसकेपछि मैले चाउचाउ पकाउनु पर्ने हुन्छ फेरि। अनि घाँस दिनु जानुपर्ने हुन्छ बाख्राको लागि। अनि बुङ्गुको लागि त चारो बनाएर दिइसकेको छु। अब कतिखेर पाक्ने हो म पाकेपछि देखाउँछु ल साथीहरू तपाईँहरूलाई। गाइस अघिको मासु घटेर यति भइसकेको छ। खतरा भएको छ हेर्नु साथीहरू। यति धेरै तेल, ओह माई गड। हेर्नु त यति धेरै बोसो पग्लियो। अब चाहिँ यसलाई उतार्नु पर्ने हुन्छ मैले। ओह माई गड। यसलाई चाहिँ फ्राई गरेर मात्रै राख्ने हो, किनभने यो पछिसम्मको लागि राख्नुपर्ने हुन्छ भुटेर राख्नलाई। अनि यसमा बेसारहरू पनि हाल्नु हुँदैन, नुनहरू पनि हाल्नु हुँदैन, केही हाल्नु हुँदैन, मसलाहरू पनि हाल्नु हुँदैन, बिग्रिहाल्छ फेरि। अनि यस्तो राम्रो भएको छ। अब म यसलाई खनाउँछु अनि म अर्को खाने मासु पकाइहाल्छु ल साथीहरू। बाई बाई अहिलेको लागि। अनि एकछिनपछि म भिडियो इन गर्नको लागि आउनेछु। बाई बाई साथीहरू।